हेटौडामा एमालेका कार्यकर्ताहरूले चाहिँ केपी ओली पक्राउ विरुद्धको आन्दोलन गरिरहँदाखेरि पत्रकारहरूले भिडियो लिँदा त्यो भिडियो डिलिट गर भनेर चाहिँ पत्रकारले कुटपिट गरेछ भनेपछि म तिमीहरूले एउटै प्रश्न गर्छु, आन्दोलन गर्न चाहिँ पब्लिक ठाउँमा आउने होइन, त्यो पब्लिक एउटा त्यो पसलको मान्छेलाई पनि अप्ठ्यारो हुने गरी चाहिँ आन्दोलन गरिरहने, मान्छेको पसल कतिको व्यापारीहरूको व्यापार हुँदैन, त्यहाँ कति मान्छे टेन्सनमै हिँडिरहेको हुन्छ, अर्को आफ्नै पर्सनल टेन्सनले हिँडिरहेको हुन्छ, तिमीहरू चाहिँ त्यत्रो आवाजले उ गर्ने अनि भिडियो खिच्यो भन्दैमा चाहिँ अनि तिमीहरू त्यस्तो अनि भिडियो खिच्न नदिने। अनि त्यस्तो हो भने चाहिँ तिमीहरू त अब विरोध गर्नको लागि त जङ्गलमा जानु पर्यो, जहाँ चाहिँ मान्छे हुँदैन, जहाँ चाहिँ पब्लिक ठाउँ हुँदैन। यदि भिडियो नै खिच्न पाउँदैन भने तिमीहरूले त्यो र्याली गरेको हेर्नै पाउँदैन भन्ने पनि हुन्छ होला नि त। त्यसो हो भने त त्यसैले साथीहरू, यदि यसरी भिडियो लिँदाखेरि कसैले यसरी पत्रकारमाथि हातपात हुन्छ, भिडियो लियो कसैले पब्लिक जेनरल पब्लिक चाहिँ भिडियो लियो भन्दैमा त्यसरी गाली गर्ने पिट्ने गर्छ भने चाहिँ सिधै कहाँ जाने, जङ्गलमा जाने आन्दोलन गर्न।